नमस्ते, म ऐनबहादुर शाही ठकुरी नेपाल सरकारको वन तथा वातावरण मन्त्रीको रूपमा रिजल्ट एसिया पेसिफिकको सुरुवातमा सहभागी हुन पाउँदा खुसी लागेको छ र यस महत्त्वपूर्ण पहललाई यथार्थमा परिणत गर्न महत्त्वपूर्ण योगदान दिने सबैलाई हार्दिक बधाई दिन चाहन्छु। नेपालले जैविक विविधताको ह्रास, जलवायु परिवर्तन र भूमिको क्षयलाई सम्बोधन गर्दै दिगो विकास लक्ष्यहरू हासिल गर्न वन तथा भूमिको पुनर्स्थापनालाई उच्च प्राथमिकता राखेको छ। नेपालले आफ्नो भूमिको 45% वन क्षेत्रमा कायम राख्ने र सन् 2030 सम्म शून्य वन विनाशको लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता जाहेर गरेको थियो। नेपालमा हाल वन क्षेत्र 45% कायम राख्ने निर्धारित लक्ष्य पुरा भइसकेको छ। नेपालमा हामीले समुदायको सक्रिय सहभागितामा वन तथा क्षतिग्रस्त भूमिको पुनर्स्थापना गरिरहेका छौँ र यो करिब 1/3 वन क्षेत्र सामुदायिक वन उपभोक्ता समूहबाट व्यवस्थापन भइरहेको छ। यसले समावेशी र दिगो पुनर्स्थापनालाई प्रवर्धन गर्दछ र यस वातावरणीय लक्ष्यहरू जस्तै UN डिकेड अन इकोसिस्टम रेस्टोरेसनको लक्ष्य प्राप्त गर्न मद्दत पुर्याउँदछ। वन फडानी, वन डढेलो र बढ्दो जमिनको मागका कारण संसारभरि वन विनाश भइरहेको छ। रिजल्ट एसिया पेसिफिकको यो पहल महत्त्वपूर्ण समयमा आएको छ। यस पहलले 100 मिलियन हेक्टर जमिन पुनर्स्थापना गर्ने अवसर प्रदान गर्नेछ। यो महत्त्वाकांक्षी पहलले विभिन्न देशहरू, साझेदारहरू र लगानीकर्ताहरूलाई एकसाथ ल्याउनेछ भन्ने हाम्रो विश्वास छ, जसले विभिन्न क्षेत्रका प्रमुख सरकारहरूलाई एकीकृत गर्नेछ र सक्रिय सहकार्यको माध्यमबाट हामी पुनर्स्थापनाका लागि थप लगानी जुटाउन र नेपाल र एसिया पेसिफिक क्षेत्रको चुनौतीहरूको समाधानतर्फ उन्मुख हुन सक्नेछौँ। यस पहल मार्फत हामी आफ्नो साझा प्रतिबद्धतालाई वास्तविकतामा रूपान्तरित गर्न सक्दछौँ। रिजल्ट एसिया पेसिफिकको सफलताको लागि म शुभकामना दिन्छु र यसमा नेपालको पूर्ण समर्थन रहनेछ। धन्यवाद।